खै कस्तो प्रेम गर्नुभयो प्रभु तपाईले मलाई। पाप गर्ने म, दण्ड भोग्ने तपाई। दाग ममा थियो, रगत बग्यो तपाईको। तुच्छ त म पो थिए, तर अपमानित हुनुभयो तपाई। मैले कुनै लडाई नै लडिन, तर तपाईले मलाई विजयी ठहराउनु भयो। खै कसरी प्रशंसा गरौँ म तपाईको। मेरो हृदयभित्र भरिएको कुनै पनि शब्द तपाईको प्रशंसाको लागि कमै हुँदछ। खै कसरी व्यक्त गरौँ कि तपाईको प्रेम कति बहुमूल्य छ भनेर। अब त यस्तो लाग्छ कि तपाई नै मेरो पहिलो अनि अन्तिम प्रेम हुनुहुन्छ, जसको प्रेम बिना मेरो जीवन अधुरो छ। त्यसैले संसारको कुरालाई होइन, तपाईको प्रेमलाई अँगाली अघि बढ्न चाहन्छु। येशू।